नमस्ते। सी प्यानलमा आफ्नो वर्डप्रेस कसरी इन्स्टल गर्ने म तपाईहरुलाई सिकाउन लागिरहेको छु। आफ्नो सी प्यानल खोलेर राख्नु होला। र सी प्यानल खोलिसक्नु भएपछि तपाईले माथि सर्च बारमा तपाईको वर्डप्रेस सर्च गर्नु होला। वर्डप्रेस सर्च गर्दाखेरि वर्डप्रेस म्यानेजर बाइ स्पेक्टाकुलर भन्ने देखाउँछ। त्यसमा क्लिक गर्नु होला। त्यसपछि वर्डप्रेसको लोगो सहितको इन्स्टल बटन आउँछ। अनि इन्स्टलमा क्लिक गर्नु होला। त्यसपछि यहाँ तपाईले कुन डोमेनमा तपाईले राख्ने भन्ने यहाँ अप्सन आउँछ। अनि मैले चाहिँ यो आफ्नो नामको वेबमा म वर्डप्रेस इन्स्टल गर्छु। आफ्नो डोमेन नेम चुज गरे। त्यसपछि तपाईको यहाँनेरि https जुनसुकै राख्दा पनि हुन्छ। https म चाहिँ राखेको छु। र यहाँनेरि जाँदाखेरि यहाँ एडमिन एकाउन्ट भन्ने अप्सन हुन्छ। एडमिन एकाउन्टमा चाहिँ आफ्नो वर्डप्रेसको चाहिँ तपाईको युजर नेम र पासवर्ड के राख्न चाहनुहुन्छ सो त्यही यहाँनेरि राख्नु होला। सो म चाहिँ अहिले आफ्नो युजर नेम र आफ्नो पासवर्ड म यहाँनेर राख्दै छु। र पासवर्ड चाहिँ तपाईले एकदमै स्ट्रङ पासवर्ड राख्नु होला जुन तपाईको वर्डप्रेसको एडमिन पासवर्ड हुनेछ। सो मैले राख्दै छु। सो मैले राखिसकेको छु। राखिसकेपछि यहाँनेरि अब तपाईको आफ्नो चाहिँ वेब मेलहरु केही वेब मेलहरु छ भने वेब मेलहरु राख्न सक्नुहुन्छ। त्यसपछि तपाईले इन्स्टल गर्न सक्नुहुन्छ। इन्स्टल गर्ने बित्तिकै तपाईको चेकिङ सबमिटेड डाटाहरु भनेर देखाउँछ है। तपाईको डाटाहरु सबमिट हुँदैछ। तपाईको यो विथिन 1 मिनेटमा तपाईको कम्प्लिट भइ नै हाल्छ। कम्प्लिट भइसकेपछि तपाईको कंग्रेचुलेसन भनेर आइसकेको छ माथि। इन्स्टल सक्सेसफुली तपाईको भइसकेको छ र तपाईको मेलमा पनि तपाईको नोटिफिकेसनहरु स्पेक्टाकुलरबाट आएको हुन्छ। सो यहाँबाट अब तपाईको एडमिन र युजर चाहिँ मेलहरु यही नै देखाउँछ। म ओपन गरेर देखाउँछु। अहिलेलाई केही पनि छैन मेरो आफ्नै नामको डोमेनमा। अब म यसमा डेभलपहरु या डिजाइनहरु गर्ने छु। यो चाहिँ मेरो के हुने भयो मेरो वर्डप्रेसको आफ्नो एडमिन प्यानल हुने भयो। सो यसरी नै तपाईहरुले आफ्नो सी प्यानलबाट सजिलो तरिकाले वर्डप्रेसहरु इन्स्टल गर्ने तरिका भयो। सो तपाईहरुलाई पनि केही जान्न मन छ भने कमेन्ट गर्नु होला।